अनि यो मान्छेलाई चाहिँ सरकारले लाइसेन्स दिएको छ कि दाल भनेर कि यो सरकारी वकिल हो कि कुनै यसलाई दलबाट परिचालित भएर यो मुद्दा हाल्न खोजेको हो कि अति नै भएको यो नयाँ सरकार आउने बित्तिकै बालेन र रविको चाहिँ खेतो खनेको खने जेल हाल्छ मात्रै भन्छ त हो मान्छेले यार कसरी सम्झाउने यार देशका मान्छेहरू उसको दिमागको ढक्कन खोल्नु पर्यो के ढक्कन लागेको छ मान्छेको चाहिँ तपाईँ भिडियो हेर्नुहोस् त पहिला बालेन जेल हाल्छु बिस्तारै सबलाई मैले भित्र हाल्छु बालेन रवि बाहेक अरू जसुकै भन्नुहोस् मलाई मतलब छैन अनि सिंहदरबार जलाउने सर्वोच्च जलाउने गोसीमा कार्कीहरू आस्तिका तामाङहरू गणेश कार्कीहरू अरू के कृष्ण कुमार कार्कीहरू होइन यो सुलभ खरेलहरू सबै सांसद भएका छन् सबैले चुनाव जितेका छन् यी अपराधीहरूको सब पद जान्छ एक गरेर पद जान्छ यिनीहरूको यिनलाई पनि म खसाल्छु पहिला बालेन जेल हाल्छु बिस्तारै सबलाई मैले भित्र हाल्छु यति कुरा तपाईलाई चाहिँ बाँकी राख्छन् जस्तो लाग्छ फेरि हाल्न भाइ कसैको दम छ भने हाल्न भने मैले कस्तो के खाइदिन्छु भने मैले के गरेको छु भने के गरेको छु मैले यसलाई चाहिँ चलाउनु पर्छ है नयाँ सरकारले चाहिँ अति गर्यो यसले अति नै गर्यो क्या यो धेरै खेदो खानु यसले पकड़ मारो जो पकड़ भोसड़ी पकड़ ले पहन के लौड़े